ओए भ्यारिएबिलिटी चाहिँ के गर्ने टेस्ट गरे किन 15 जना जति हुन्छ त कहाँ गयो त फेरि अझ छैन त्यसमा त 4 जना कतिजना छ 5 जना कि 6 जना कति देखिरहेको छ अब यस्तो इम्पोर्टेन्ट कुरा पढाउँदैछौँ फेरि अझ हिजो क्लास नभएर हेर्नुपर्ने म्याथ तिनीहरूले ल the concept of standard deviation was introduced by अब कार्ल पियर्सनका कुरा गर्छ सबै च्याप्टरमा कार्ल पियर्सन भन्ने एउटा मान्छेको नाम आउँछ यहाँ आउँछ मोमेन्ट स्क्युनेसन कर्टोसिसतिर आउँछ उता म्याट्रिक्स डिटर्मिनेन्टतिर आउँछ यो भनेको म्याथमेटिसियन हो कार्ल पियर्सन भन्ने मान्छेले कार्ल पियर्सन इन 1823 मा टेस्ट गरेको हो इट इज युज टु मेजर द यसको काम पनि इट इज युज टु मेजर द भ्यारिएबिलिटी टेस्ट गर्ने काम यो सिग्माले चाहिँ कोडको यो शब्द चाहिँ नेपालको होइन ग्रिक भाषाको सिग्मा भन्ने चाहिँ ले गर्छ अब यसको फर्मुला है त ल सबैको परिभाषा लेखेर सम्भव छैन मैले फर्मुलातिर लाग्यो है सबैका धमाधम फर्मुला लेख्छौँ प्रोबेबिलिटी अन डेटा डाटामा चाहिँ डाटाको भ्यारिएबिलिटी चाहिँ टेस्ट गर्ने काम गर्छ यसले ल फर्मुला है यसको अब हामीले डायरेक्ट मेथड पढेको छ एउटा त्यही कुरा हो मिनबाटै आउँछ यो डायरेक्ट मेथड सर्टकट मेथड स्टेप डेभिएसन मेथड डायरेक्ट मेथड सर्टकट मेथड कस्तो सिरिज छ इन्डिभिजुअल सिरिज छ कि इन्डिभिजुअल सिरिज र डिस्क्रिट सिरिज र कन्टिन्युअस सिरिज इन्डिभिजुअल सिरिज र कन्टिन्युअस सिरिज भयो भने के गर्ने स्ट्यान्डर्ड डेभिएसन इक्वल टु अन्डर रुट लगाउनु पर्छ है यसमा अन्डर रुट समेसन अफ एक्स स्क्वायर अपन एन माइनस समेसन अफ एक्स को
समेसन एक्स को होल स्क्वायर एक्स को पनि एन को होल स्क्वायर अब यसलाई चाहिँ डेबी सर्टकटमा हामीले डी राख्छौँ अस्ति चाहिँ हामीले सर्टकटमा के राखेको थियो डी होइन एजुम्ड मिन मानेर डी इक्वल टु एक्स माइनस ए गरेर होइन मिड भ्यालुबाट मिड भ्यालु एक्स भनेको के हो त मिड भ्यालु अथवा एम माइनस ए भन्न पनि मिल्यो एक्स माइनस ए डेभिसन निकाल्छौँ त्यही एक्सको ठाउँमा डी राख्ने अब अन्डर रुट ओभर समेसन अफ डी स्क्वायर अपन एन माइनस समेसन अफ डी को डी अपन एन को होल स्क्वायर अब यहाँ डी डैश समेसन अफ डी डैश अपन एन माइनस समेसन अफ डी अपन एन को होल स्क्वायर डी डैश होने के हो त एम माइनस ए अपन एच और एक्स माइनस ए अपन एच एम भनेको अथवा एक्स भने के हो त मिड भ्यालु बिचको भ्यालु डी डैश हो यो डी डैश मात्र चेन्ज गर्ने अब यहाँ आफूले सबैले आफूले गुणा गर्ने दोस्रो फर्मुला सबैले आफूले भन्न खोजेको स्ट्यान्डर्ड डेभिएसन इक्वल टु अन्डर रुट ओभर समेसन अफ एफ एक्स स्क्वायर अपन एम सबैले आफूले गुणा गरिदिने माइनस समेसन अफ एफ एक्स अपन एम को स्क्वायर स्ट्यान्डर्ड डेभिएसन इक्वल टु अन्डर रुट ओभर समेसन अफ एफ डी स्क्वायर अपन एन माइनस समेसन अफ एफ डी अपन एन को होल स्क्वायर यहाँ चाहिँ समेसन स्ट्यान्डर्ड डेभिएसन इक्वल टु समेसन अफ एफ डी अपन एन स्क्वायर माइनस समेसन अफ एफ डी डैश अपन एन को होल स्क्वायर यो सबैलाई अन्डर रुट ओभर हो है अन्डर रुट ओभर हो त्यहाँनिर ठाउँ पुगेर अन्डर रुट ओभर लास्टमा चाहिँ याद हुन्छ है तपाईँहरूले यसलाई फर्मुला तल लेखौँ कि के लेखौँ अलिक कन्फ्युज भयो क्या हो है यो फर्मुला तल लेख्छु है अलिक ठाउँ पुगेन त्यहाँनिर स्ट्यान्डर्ड डेभिएसन इक्वल टु फर्मुला तल लेख्छु है समेसन अफ एफ डी डैश स्क्वायर अपन एन माइनस समेसन अफ एफ डी डैश अपन एन को होल स्क्वायर इन्टु इन्टु बाहिर एच है एच एच त अब डिडिएस गरेपछि त के गर्नु एच गर्नु पर्यो नि त हाइटले यहाँ भाग गरेको हुन्छ डिडिएस निकाल्दाखेरि होइन डिडिएस निकाल्दाखेरि हाइटले भाग गरेको हुन्छ हाइटले गुणा गर्नु पर्यो डिभाइड गरेको छ भने यो फर्मुला यहाँ मेटाइदियो है एउटै फर्मुला है यहाँ ठाउँ नपुगेर यता गरेको है ठाउँ नपुगेर तल ल यो फर्मुला भयो स्ट्यान्डर्ड डेभिएसनको है अब फर्मुला सबै जति सिद्ध्याउँ अनि पछि हिसाब गर्ला है लेख्नुभयो सिद्ध्याउनु भयो एक्स इज द मिड भ्यालु
D is the deviation. अथवा x minus a लेखिहाल्यो हैन, x minus a. ल भयो भाइ, मैले मेटाइदिएँ कि भएको छैन? याद गर्न सजिलो छ फर्मुला है, खाली स्क्वायर मात्र गर्ने हो यसलाई हैन, d लाई. अनि डिस्क्रिट सिरिज र कन्टिन्युअस सिरिज र f ले मात्रै मल्टिप्लाई गर्ने हो सबैलाई. अब कम्बाइन स्ट्यान्डर्ड डेभिएसन. स्ट्यान्डर्ड डेभिएसन 1 2 भनिन्छ यसलाई. यदि दुईटा स्ट्यान्डर्ड डेभिएसन छ भने त्यसलाई हामीले एउटैमा लिनुपर्छ. दुईटा मिनलाई लिए जस्तै हामीले एउटैमा लिनुपर्छ, त्यसैले यसलाई कम्बाइन स्ट्यान्डर्ड डेभिएसन भनिन्छ. अन्डर रुट ओभर n1 into स्ट्यान्डर्ड डेभिएसन 1 को स्क्वायर प्लस d1 को स्क्वायर प्लस n2 into स्ट्यान्डर्ड डेभिएसन 2 को स्क्वायर प्लस d2 को स्क्वायर अपन n1 plus n2. स्ट्यान्डर्ड डेभिएसन 1 2 3 कहिलेका तीनटाको स्ट्यान्डर्ड डेभिएसन लिनुपर्छ भने n1 into स्ट्यान्डर्ड डेभिएसन 1 को स्क्वायर प्लस d1 को स्क्वायर अथवा यसरी d1 को स्क्वायर प्लस n2 into स्ट्यान्डर्ड डेभिएसन 2 को स्क्वायर प्लस d2 को स्क्वायर प्लस n3 into स्ट्यान्डर्ड डेभिएसन 3 को स्क्वायर प्लस d3 को स्क्वायर डिवाइड बाई n1 plus n2 plus n3. ल कम्बाइन्ड मिनको उता लेखिसकेका लेख्नु त यता लेखिदिन्छ है त. उता पढिसकेका छौँ, हिसाब पनि गरिसकेका हौँ हामीले. x बार 1 2 छ भने n1 into x बार 1 plus n2 into x बार 2 अपन n1 plus n2 होइन. कम्बाइन्ड मिनको फर्मुला लेखिसकेका छौँ. d1 भनेको के हो त भन्दाखेरि d1 है, एकैछिन है, थोरै फरक पर्यो हेर्नु. d1 को स्क्वायर हो है. d1 भनेको के हो भन्दाखेरि डेभिएसन कसरी आनिन्छ?
डेभिएसन भनेको x को अब मिड भ्यालु x बार 1 माइनस x बार 1 2 वा d2 इक्वल टु x बार 2 माइनस x बार 1 2 कम्बाइन्ड मिनलाई घटाइदिनु पर्यो कम्बाइन्ड मिनलाई अथवा d1 2 3 इक्वल टु x बार x बार 1 माइनस x बार 1 2 3 यदि तीनटा सिरिज छ भने 1 2 3 पनि घटाउनु मिल्यो दुईटा सिरिज छ भने 1 2 सम्म घटाउनु पर्यो ल हिसाब गर्दाखेरि क्लियर हुन्छ यसले खाली लेखी मात्र राखौँ डेभिएसन भनेको दुईटाको फरक बार हो है बार अब त्यसपछि कोएफिसिएन्ट अफ भेरिएसन सिभी कोएफिसिएन्ट अफ भेरिएसन सिभी इक्वल टु स्ट्यान्डर्ड डेभिएसन अपन x बार इन्टु 100 कोएफिसिएन्ट अफ भेरिएन्स इक्वल टु स्ट्यान्डर्ड डेभिएसनको स्क्वायर और स्ट्यान्डर्ड डेभिएसन इक्वल टु अंडर रुट ओभर भेरिएन्स कहिलेकाहीँ 2 नम्बरमा तपाईलाई भेरिएन्स निकाल भनेको हुन्छ स्ट्यान्डर्ड डेभिएसन दिया हुन्छ स्ट्यान्डर्ड डेभिएसन इक्वल टु अंडर रुट ओभर भेरिएन्स हुन्छ अब के काम हो त हामीलाई सिधै हिसाब निकाल्न भन्दैन हामीलाई के निकाल्न छ भन्दाखेरि हामीले के एक्सप्लानेसन गर्नु हामीले के बुझ्नुपर्छ भन्दाखेरि स्ट्यान्डर्ड डेभिएसनले जसले कहिलेकाहीँ के हुन्छ भने कुन क्लास पढाउन सजिलो हुन्छ भन्छ है कुन वस्तुमा बढी क्वालिटी छ भन्छ क्वेसनले सिधै त्यो स्ट्यान्डर्ड डेभिएसन निकाल भन्दैन है कुन बजारमा बढी रिस्क छ भन्छ कुन बजार कम रिस्की छ भन्छ एउटा क्वेसन एमबिए र एमबिएस लाई पढाउँदाखेरि कुनलाई पढाउँदा सजिलो होला बीबीएस र बीबीए लाई पढाउँदा टिचरले भन्छ क्वेसनमै एक्जाममै आएको क्वेसन ओ यसले के गर्ने भन्दाखेरि भ्यारिएबिलिटी टेस्ट गर्ने हुनाले चेन्ज जस्तो कसलाई एमबिए र एमबिएस लाई कसलाई फरक पढाउँदा सजिलो हुन्छ भन्दाखेरि हामी एउटा टेस्ट गर्छौं के टेस्ट गर्छौं भन्दाखेरि एउटा स्ट्यान्डर्ड डेभिएसन टेस्ट गर्छौं एउटा भेरिएसन टेस्ट गर्छौं है अब कम्प्यारेटिभली हैन दुईटा एमबिए र एमबिएस लाई पढाउँदा दुईटैको सिबी निकाल्दाखेरि कसको सिबी बढी आयो कसको सिबी कम आयो भन्छ है सिबी चाहिँ के हुन्छ भने जसको सिबी कम आयो त्यो सजिलो हुन्छ पढाउनलाई जसको सिबी कम आयो त्यसको स्टक चाहिँ बजारमा प्रॉफिट बढी हुन्छ भनेको एकदम नजिक नजिक नियर हामीले गरेको टेस्ट चाहिँ 0 को नजिक नजिक छ यानी कि भ्यारिएबिलिटी छैन है 10% भ्यारिएबिलिटी छ भने हामीले टेस्ट गरेको 10% ले फरक छ यहाँ
0.5% मात्र भयो भने हामीले गरेको ठिकै छ। अब एकदम 0 को नजिक आउन लाग्छ त्यो। आधा पर्सेन्ट मात्रै हामीले गरेको कुरो फेल छ। 99.5% के छ ठिक छ है। त्यो हुनाले अब स्ट्यान्डर्ड डेभिएसनले के जाँच गर्छ भन्दाखेरि स्ट्यान्डर्ड डेभिएसन मेजर्स के जाँच गर्छ यसले मेजर्स टोटल रिस्क होइन टोटल रिस्क इन द डिस्ट्रिब्युसन डिस्ट्रिब्युसनमा सबैभन्दा कुल जोखिम जाँच गर्ने काम गर्छ यसले। अब सिबीले के काम गर्छ भन्दाखेरि अथवा टोटल क्वालिटी त्यो पनि टोटलमा अथवा एग्रिगेट रिस्क जाँच्ने काम गर्छ भने कोएफिसिएन्ट अफ भेरिएसन ले के काम गर्छ भन्दाखेरि मेजर्स यसले के जाँच गर्छ भन्दाखेरि पर युनिट रिस्क पर युनिट क्वालिटी यूनिफॉर्मिटी यूनिकनेस यूनिकनेस भन्दा यूनिफॉर्मिटी भनौं होमोजेनियस लेस सीबी लेस रिस्की जति सीबी कम भयो त्यति राम्रो मानिन्छ लेस सीबी मोर यूनिफॉर्मिटी लेस सीबी भयो भने लेस सीबी मोर यूनिफॉर्मिटी बढी एकरूपता आउँछ सीबी कम भयो भने राम्रो मानिन्छ सीबी कम भएको राम्रो सीबी र स्ट्यान्डर्ड डेभिएसन कम भएको राम्रो अथवा बेटर हुन्छ जति रिस्क कम भयो त्यो राम्रो भयो नि जति युनिफर्मिटी आयो त्यति राम्रो भयो बीबीएस र बीबीएलाई पढाउँदा कुन राम्रो हुन्छ भन्छ त्यहाँ एज ग्रुप दिया हुन्छ अब जति एज समान भयो त्यति पढाउन सजिलो हुने भयो नि त युनिफर्मिटी आयो होमोजेनिटी आयो बीबीएस पढ्ने मा एउटा 20 वर्षको छ एउटा 40 वर्षको छ
बीबीए पढ्ने एउटा 20, 21, 22, 23 छ भने के भयो त होमोजेनिटी भयो नि। बीबीए लाई पढाउन सजिलो भयो, त्यसरी बुझ्नु पर्यो। होमोजेनिटी भयो त्यहाँ। कुन बजारमा स्टकमा जस्तै कुन स्टक बढी रिस्की छ, मानव तपाईले शेयर किन्नुभयो हैन, 3-4 वटा शेयरको हामीले अनि सिबी निकाल्नु पर्यो। मानव नेपाल लाइफ इन्स्योरेन्सको शेयर किन्नुभयो, कुनै ब्याङ्कको शेयर किन्नुभयो, दुईटामा अब जोखिम कम गर्दाखेरि पर युनिट रिस्क भनेको यसले हेर्छ नेपाल लाइफमा कति रिस्क छ, एसबीआई ब्याङ्कको शेयरमा कति रिस्क छ पर युनिट, यसले कम्बाइनमा हेर्छ। स्ट्यान्डर्ड डेभिएसन दुईटैमा रिस्क कति छ त, एग्रिगेट रिस्क हेर्छ यसले, एग्रिगेट क्वालिटी, एग्रिगेट हैन टोटल रिस्क हेर्छ। त्यसैले को बेटर, अब दुईटामा चाहिँ को बेटर हुन्छ भन्दाखेरि अब हामीले चाहिँ सीबी इज बेटर देन स्ट्यान्डर्ड डेभिएसन, सीबी इज बेटर देन स्ट्यान्डर्ड डेभिएसन। स्ट्यान्डर्ड डेभिएसन भन्दा सीबी चाहिँ बेटर, राम्रो मानिन्छ, किनकि यसले प्रत्येकलाई के लाउँछ, प्रत्येकलाई एउटा बोरामा ढुङ्गा छ चामल भित्र, अनि चामलको बोरा खन्याएर पुरा ढुङ्गा फाल्छ यसले, कसले, सीबीले। उसले त्यो बोरालाई मात्र जाँच गर्छ, त्यो भित्रको ढुङ्गा के लाउँदैन, कसले, स्ट्यान्डर्ड डेभिएसन। त्यसैले हामीले केही निकाल भनेको छैन, क्वेसनले के निकाल केही भनेको छैन, सिधा सीबी निकाल्ने हामीले। त्यसले सीबी हामीले अब के निकाल्नु पर्छ भन्दाखेरि सीबी निकाल्नु पर्छ। फर मेजर रिस्कलाई मेजर गर्नको लागि और के त युनिफर्मिटी मेजर गर्नको लागि, जोखिम मेजर गर्नको लागि के निकाल्ने, सीबी निकाल्नु पर्यो। त्यसैले यसले चाहिँ म्याक्रो लेभलमा हेर्छ भने म्याक्रो इकोनोमिक्स भन्ने पढाएको छ नि, यसले माइक्रो लेभलमा हेर्छ, यसले म्याक्रो लेभलमा हेर्छ।